यसपछि हामी लोगो डिजाइनलाई निरन्तर दिँदै टास्क 4 मा दिएको लोगो डिजाइन गर्न जाँदैछौँ। टास्क 4 मा हामीलाई नमुनामा दिएको जस्तै विद्यालयको लोगो डिजाइन गर्नुहोस् भनिएको छ। यहाँनिर बीचमा ठुलो एउटा लोगो बनाएको छ, साइडमा अर्थात् 4 वटा सुरुमा विद्यालयको लेटर प्याडमा प्रयोग हुने लोगो दिएको छ। अब यसलाई हामी यो सानो डिजाइनबाटै सुरु गर्नेछौँ र यसैबाट हामी सबै तयार गर्नेछौँ। त्यसको लागि हाम्रो ओडको पेजमा जाउँ। यहाँनिर पहिले नै बनाएको रहेछ, मैले यसलाई डिलिट गर्देँ। सुरुदेखि तपाईहरुलाई बनाएर देखाउने छु र तपाईहरु पनि यही अनुसार गर्दै जानुहुनेछ भन्ने आशा राखेको छु। सर्वप्रथम हेरौँ, यो लोगोको बाहिर डबल घेरा छ। त्यसपछि माथिबाट भगवती माध्यमिक विद्यालय, तलबाट मानेभन्ज्याङ 5 ओखलढुङ्गा, अनि बीचमा सर्टकट, त्यसको बीचमा पनि किताब र त्यसभित्र कोणमा चाहिँ हाम्रो विद्या नै धन हो भनेर लेखिएको छ। हामी पनि यही अनुसार तयार गर्ने कोसिस गरौँ। त्यसको लागि सर्वप्रथम इन्सर्टमा जानुपर्ने हुन्छ। इन्सर्टबाट सेप्समा गएर डबल लाइन भएको हामी सर्कल लिनेछौँ। सर्कलमा यो नि सर्कल होलो भन्ने रहेछ यसको नाम चाहिँ। यसमा क्लिक गरौँ। त्यसपछि आएर पेजमा क्लिक गरौँ। पेजमा क्लिक गरिसकेपछि यो एउटा सर्कल बनेको छ। यसको साइज दिउँ। साइज चाहिँ 1.2 दिनुपर्ने हुन्छ। त्यस्तै मैले फेरि 1.2, यो चाहिँ लगभग लोगोको स्ट्यान्डर्ड साइज हो, त्यसैले मैले यो साइज दिएको छु। अब यसको कलर चेन्ज गर्नको लागि यो सेप आउटलाइनमा गएर कलर छानौँ नीलो, अनि यसपछि यहाँनिर साइज बाहिर घेराको साइज मैले 1 बनाएँ। अब सेप फिलमा पनि गएर नो फिल गर्ने, सेप फिलमा चाहिँ। यसपछि यो पहेँलो बिन्दु देख्न सक्नुहुन्छ। यसले यो भित्रको गोलोलाई सानो ठुलो बनाउन सक्नुहुन्छ। यसरी तानेर यसलाई ठिक्कको साइजको बनाऊ। अहिले यतिकै छोडौँ। यस पछाडि हामी भगवती माध्यमिक विद्यालय मानेभन्ज्याङ 5 ओखलढुङ्गा लेखेको अक्षर बनाउन जाउँ। त्यसको लागि इन्सर्टमा जाने, ओड आर्टमा जाने, अनि स्टाइल एउटा छानेर यहाँनिर फन्ट चाहिँ नेपाली लेख्नको लागि तपाईले प्रिटी फन्ट युज गर्न सक्नुहुन्छ। यदि तपाईले युनिकोड सिक्नु भएको छ भने युनिकोडमा चाहिँ सिधै टाइप गर्न सकिन्छ। यहाँनिर फन्ट छानी बस्नु पर्दैन, मात्र तपाईले युनिकोड छाने हुन्छ। यस पछाडि हामी यहाँ लेख्नेछौँ के भन्दाखेरि भगवती माध्यमिक विद्यालय भनेर लेखौँ, अनि इन्टर थिचौँ। बीचमा एउटा इन्टर खाली राखेर, अर्थात् एक लाइन खाली राखेर तलतिर हामी मानेभन्ज्याङ लेख्छौँ। मानेभन्ज्याङ अल्टर 0170 थिचेर ङ निकाल्न सक्छौँ। अल्टर 0150 थिचेर ड्यास। यस पछाडि 5 अर्थात् 5 ओखलढुङ्गा यति लेखेर ओके गरौँ। अब यस्तो आकारमा आएको छ। यसलाई हामी र्याप टेक्स्टमा गएर इन फ्रन्ट अफ टेक्स्ट गर्छौँ 1 नम्बर। दोस्रो नम्बर स्टाइल दिन्छौँ। स्टाइल चाहिँ यहाँनिर यो ए को साइनबाट भित्र छिरेर यो स्टाइल दिनुपर्ने हुन्छ। अब तपाईले यसलाई यो बिन्दुहरूबाट क्लिक गरेर यसरी तानेर साइज मिलाउन सक्नुहुन्छ। सानो घेरा जस्तो देखिरहेछौँ, यो आकृतिमा हामी बनाउन सक्छौँ। यदि यसलाई साइजबाटै मिलाउने हो भने तपाईले यहाँनिर 0.95 समथिङ दिन सक्नुहुन्छ। त्यस्तै
तलतिर पनि 0.95 यो बराबरी दिउँ र यसलाई लगेर यहाँनिर मिलाएर राखौँ। हाम्रो गोलो जस्तै भएको छ। यसलाई मैले जुम अलि बढाएँ, कन्ट्रोल स्क्रोल गरेँ यहाँनिर जुम बढाउनको लागि। यो अक्षरमा कलर लगाएर हेरौँ, कलर नीलो लगाउँ। नीलो लगाउँदा हाम्रो उताको भन्दा अलिकति यसमा के भयो भनेदेखि अक्षर मोटो जस्तो लाग्यो, त्यसैले अक्षरमा क्लिक गरेर म यसको आउटलाइन चाहिँ हटाइदिन्छु। हटाउँदा अलिक फेरि पातलो भयो जस्तो लाग्यो, त्यसैले यसको वेट घटाएर सबैभन्दा सानो बनाइदिन्छु। अब लगभग ठिकै छ जस्तो लाग्यो। अनि यहाँनिर भगवती लेखेको यो बिन्दु छ, पहेँलो बिन्दु लेखेको भएको छेउमा यसलाई म थोरै उकालो सारेर यहाँ बीचमा भगवती माध्यमिक विद्यालय र यो ठेगानाको बीचको ग्याप बनाउँछु, जहाँ चाहिँ म यहाँ स्टार दिएको छ, स्टार राख्न चाहन्छु। यति गरेपछि हाम्रो यो साइज बन्यो, तर यो अलिकति अक्षर सानो भए जस्तो लाग्यो। यो गोलो भन्दा यो भित्रको अक्षर चाहिँ अलिक सानो भयो कि जस्तो लाग्यो, त्यसैले यसलाई म थोरै साइज बढाउँछु। यहाँनिर 0.98 दिन्छु, सरी 0.98, तलतिर पनि 0.98 गरेँ, इन्टर गर्छु। अब यो दुईटा ठ्याक्कै मिलोस् भन्नको लागि दुईटैलाई सेलेक्ट गर्छु, अर्थात् पहिले यो अक्षर सेलेक्ट गरेँ अनि सिफ्ट थिचेर यो घेरामा पनि क्लिक गरेँ। यसो गर्दा दुईटै सेलेक्ट भयो। त्यसपछि हामी यहाँ अलाइनमेन्ट भन्ने छ, यसमा गएर अलाइन सेन्टर गरिदिन्छु अनि यहाँनिर अलाइन मिडल गरिदिन्छु। यति गरेपछि यो चाहिँ यो गोलोको साइजमा मिल्न आएको छ। अब यो भित्रको घेरा चाहिँ अलिकति ठुलो बनाउनु पर्ने हो कि जस्तो लाग्यो, त्यसैले यसरी म ठुलो बनाइदिएँ भित्रलाई। ल यति गरेपछि लगभग हाम्रो यो दुईटा आकृति मिलेको छ। यसलाई म ग्रुप गरिदिन्छु सजिलोको लागि, नछुटोस् भन्नको लागि। म ग्रुप गर्नको लागि सेप्स फर्मेट भित्र गएर यहाँ ग्रुपको बटममा क्लिक गर्छु अनि ग्रुपमा क्लिक गरिदिन्छु। अब हाम्रो यो ग्रुप भइसकेको छ। यसपछि म यसमा स्टार लेयर जोड्छु, त्यसको लागि सेप्समा जाने र यहाँनिर स्टारको साइन छ, यो छान्ने। यसलाई क्लिक गरिसकेपछि यस्तो आउँछ अनि सिफ्ट थिचेर तपाईले आफ्नो यसको नर्मल साइजमा ल्याउन सक्नुहुन्छ। यसलाई अझै यहाँनिर सानो बनाउने कोसिस गरेँ र यस पछाडि यसमा पनि कलर लगाइदिएँ, कलर ब्लू भयो। लगभग यो पनि मिल्दो साइजमा आएको छ। यसलाई म कन्ट्रोल सिफ्ट थिचेर तानेर अर्को साइडमा राखिदिन्छु। यहाँनिर यतापट्टि पनि लगभग मिलेको छ। यदि यो मिलेन भने तपाईले एरोको सहायताले थोरै मिलाउन सक्नुहुन्छ। म सिफ्ट थिचेर फेरि यस दुईटैलाई क्लिक गर्छु अनि यो पहिले बनाएको डिजाइनलाई पनि क्लिक गरेर ग्रुप गरिदिन्छु। अब यस पछाडि म यो भित्रको सर्टकट बनाउन जाँदैछु। त्यसको लागि इन्सर्टमा गएर त्रिभुज आकारको यो चित्र लिने र यसलाई तपाईले यो भित्र नापेर पनि मिलाउन सक्नुहुन्छ। यसरी यो बिन्दुहरूबाट तानेर सिफ्ट थिचेर तान्नु पर्ने हुन्छ, ताकि सबैतिर सबै एंगलको साइज चाहिँ बराबरी घटोस् बढोस् भन्नको लागि सिफ्ट थिच्नु पर्ने हुन्छ। डिजाइनमा यो ख्याल राख्नु पर्ने हुन्छ। अब लगभग मिलेको छ। यदि मिलेन भने तपाईले साइज पनि दिन सक्नुहुन्छ। मैले यहाँ साइज दिएँ 0.55। म यो साइजमा बनाउने कोसिस गर्छु। अब यसलाई मैले बाहिर ल्याएँ। यसको लाइनमा नीलो कलर छ, नीलो यसमा कलर लगाइदिएँ। यसको साइजलाई म 1 pt बनाउँछु र अब यसलाई फिल चाहिँ नो फिल गरिदिन्छु। यदि तपाईले यसलाई फिल गरेर गर्नुभयो भने चाहिँ यो बाहिरको घेरालाई मेटिन्छ। त्यो पनि अहिले हेर्नेछौँ। अहिले यसलाई कपी गरौँ। कपी गर्नको लागि कन्ट्रोल सी कन्ट्रोल भी अनि यो ग्रीन बटम देखिएको छ, यसमा सिफ्टसँग क्लिक गरेर घुमाउन सक्नुहुन्छ। घुमाइसकेपछि यसलाई यहाँनिर अर्को सेपमा ल्याएर मिलाउने कोसिस गर्नुहोस्।
यो चाहिँ ठ्याक्कै मिलाउनको लागि तपाईले दुईटा सेलेक्ट गरेर अलाइनमेन्ट पनि मिलाउन सक्नुहुन्छ। मैले सेन्टर गरे, यो लगभग मिलेको रहेछ। यहाँनिर मिलेन भने एरोको सहायताले थोरै तलमाथि तानेर मिलाउन सकिन्छ। ल यतिको राखेँ। यदि तपाईको यहाँ फिल भएको छ भने चाहिँ यस्तो हुन्छ। यहाँ हेर्नु देख्नुभयो, यसरी बाहिरको यो सेपले चाहिँ भित्रको लाइनलाई छोपेको छ, त्यसैले यसलाई नो फिल गर्नुपर्ने हुन्छ। नो फिल गरे। अब यस पछाडि म दुईटालाई सेलेक्ट गरेर ग्रुप गरिदिन्छु। ग्रुप भयो। अब यसमा किताब चाहिने भएको छ। किताबको लागि हामी के गर्छौं भनेदेखि इन्सर्टमा गएर यो शेप्समा जान्छौं। यहाँनिर कुनै स्टाइल छानेर सरी यो अब यस पछाडि किताब ल्याउनु पर्ने छ। त्यसको लागि चाहिँ हामी के गर्छौं भनेदेखि हामीले यो सिम्बल किताबको सिम्बल हेर्नु पर्ने हुन्छ। इन्सर्टमा जाने, सिम्बलमा जाने, अनि यहाँनिर मोर सिम्बल भन्ने छ। यहाँ गएर तपाईले किताब देख्न सक्नुहुन्छ। यदि देख्नु भएन भने यो लिस्टबाट विन्डिङ्स भन्ने फन्ट छान्नुस्। त्यस पछाडि यहाँ विभिन्न साइनहरु देख्न सकिन्छ। किताब लिनुस्। किताब लिइसकेपछि यसको कोड ख्याल राख्नुस्। जस्तो यहाँ क्यारेक्टर कोड भनेर 38 दिएको छ। यहाँनिर सिम्बल चाहिँ डेसिमलमा देखिनु पर्यो। यदि हेक्जा छ भने यो फरक हुन सक्छ। यहाँनिर डेसिमल लिनुस् अनि इन्सर्ट गर्नुस्। इन्सर्ट गर्नु पनि परेन, हामीले अहिले के सम्झिनु पर्यो भनेदेखि 38 सम्झ्यौं। क्यान्सल गरौँ। अब के गरौँ भनेदेखि इन्सर्टमा गएर ओ डाटमा जाउँ। ओ डाटमा गएर यहाँनिर स्टाइल छानौं एउटा, अनि त्यस पछाडि हामीलाई विन्डिङ्स फन्ट छान्नु पर्ने हुन्छ। यहाँ चाहिँ कोड टाइप गरौँ, अल्टसँग 38 टाइप गरौँ, किताब आउँछ। किनकि अघि हामीले हेरिसकेछौं 38 मा किताबको सिम्बल थियो विन्डिङ्स फन्टमा है। त्यसैले यसलाई छानेर टाइप गरेर ओके गर्यौं। ओके गरेपछि अब के गर्ने भन्दाखेरि सेम अघि गरे अनुसारकै स्टेपहरु गर्दै जानुपर्ने हुन्छ। सर्वप्रथम इन फ्रन्ट अफ टेक्स्ट अनि स्टाइल सिधा। अब यसलाई ठिक्क साइजमा ल्याउँ। साइजमा ल्याउनको लागि पनि थाहा पाइसक्नु भएको छ। यसलाई बिन्दुहरुबाट यसरी तान्नु पर्ने हुन्छ। तानेर मिलाउने कोसिस गर्नुस् ताकि यो चाहिँ गएर यो सर्कलको भित्र फिट होस्। लगभग अलिकति ठुलो भएको छ। यसलाई म आउटलाइन चाहिँ नो आउटलाइन गर्दिन्छु अनि फिल मात्रै कलर हाल्दिन्छु। अब उताकै जस्तो देखिन्छ। लगभग मिलेको छ। हल्का ठुलो भयो कि जस्तो छ। यसले त्यत्रो फरक पार्दैन, तसर्थ मैले यत्रै छोडे यसलाई। इन्सर्टमा गए फेरि अनि यहाँनिर एउटा स्टाइल छाने। स्टाइल छानेर अब के गर्छु भनेदेखि म एरियल भन्ने फन्टमा डट डट टाइप गर्छु। त्यसको लागि कता गए एरियलै देखिएन। यसमा टाइप गर्छु 3 डट स्पेस 3 डट इन्टर 3 डट स्पेस फेरि 3 डट सरी मास्तिर 2 डट भएछ 3 डट 1 2 3 स्पेस 1 2 3 इन्टर 1 2 3 स्पेस 1 2 3 मास्तिर बाङ्गो जस्तो देखियो। यहाँनिर एउटा स्पेस पर्यो। ल सिधा देखिएको छ। यति गरेर ओके गर्ने अनि अघि जस्तै स्टाइल दिने अनि इन फ्रन्ट अफ टेक्स्ट। त्यस पछाडि यसलाई तानेर अलि माथि ल्याउँ अनि यो ठ्याक्क सानो बनाउने कोसिस गरौँ ताकि किताब भित्र हामी राख्न सकौं। यो तल गएको छ। मैले यसरी तान्दै छु यसलाई। किताबमा लगेर फिट गर्ने कोसिस गरौँ। यहाँनिर तपाईले कन्ट्रोल स्क्रोल गरेर जुम बढाएर ठुलो बनाएर हेर्न सक्नुहुन्छ। लगभग यो मिलेको छ। यतिकै छोडे अनि यसमा फिल चाहिँ म
यसमा कलर चाहिँ ब्लू लगाइदिन्छु। किताबभित्र लेखियो। अब के गरौँ भनेदेखि विद्या नै धन हो भनिएको छ, त्यसैले हामी पनि सोही कुरालाई फलो गरौँ। यसको लागि चाहिँ फेरि त्यहीँ जाने, एउटा स्टाइल छान्ने, अनि यहाँनिर हामीलाई थाहा छ नेपाली लेख्नको लागि फन्ट प्रिति छान्नु पर्ने हुन्छ। के को लाइनमा केएम, त्यस पछाडि एन, ओ पछाडि पी आउँछ, पीआर छान्नु पर्यो। ल प्रिति भयो। यहाँनिर लेखौँ बी, लेखौँ बी मात्रै लेखौँ। साइजलाई अलिकति कम पनि गरौँ, सजिलो हुन्छ। 20 राखेँ मैले, ओके गरेँ। अनि यहाँनिर स्टाइल दिने, यहाँनिर इन फ्रन्ट अफ टेक्स्ट गर्ने। डिजाइन गर्ने क्रममा यी माथिका फङ्सनहरू थुप्रै युज हुन्छ। यसलाई ठिक्कको साइज बनाउने कोसिस गरौँ। सानो साइज, यसमा आउटलाइन नो आउटलाइन गर्दै, अनि कलर फिल चाहिँ ब्लू गर्दै। अब यसलाई ल्याएर प्लस साइन आउनु पर्यो बोक्ने क्रममा, अनि मात्रै यो आउँछ। यो चाहिँ ख्याल राख्नु पर्यो, अन्यथा बिग्रिन सक्छ। यो लगभग मिलेको छ। मैले यसलाई कपी गरेँ। कपी पनि कन्ट्रोल थिचेर गर्छु। कन्ट्रोल थिचेर यहाँ माउस लाँदाखेरि यो माउसको पोइन्टरसँग सानो प्लस आएको छ, देख्नु भएको छ होला। त्यो आउँदा मात्रै यसलाई कपी गर्न सकिन्छ। मैले ताने। फेरि यतापट्टि यसै गरी सबै पोइन्टमा यसलाई भर्दै जान्छु। सबैतिर भएको छ। त्यसैले अब एडिट गर्न जाँदैछु। यो माथिकोलाई क्लिक गर्छु, ओडारमा जान्छु, एडिट टेक्स्टमा गएर म ध्या लेखिदिन्छु। ध्या लेखेर ओके गरेँ। अर्को अक्षरलाई पनि क्लिक गर्छु, फेरि नै लेखिदिन्छु। यसलाई पनि ध लेखेँ, यसलाई नलेखेँ। यसलाई हो लेखेँ। अब अझै म जुम बढाउँछु थोरै, ताकि मलाई मिलाउन सजिलो होस्। यसलाई मिनेट चाहिँ अलिक बढी नै गर्नुपर्ने हुन्छ। ल यसै गरी सबैलाई बिस्तारै मिलाउने। त्यस पछाडि हाम्रो यो लेखाइ पनि लगभग सकेको छ। म जुम सानो बनाउँछु। अब के गर्ने भन्दाखेरि यसलाई सेलेक्ट गर्नु पर्यो। एडिटमा जाने, एडिटमा गएर सेलेक्टमा गएर सेलेक्ट अब्जेक्ट, अनि बाहिरबाट यसरी घेरौँ। घेरिसकेपछि तपाईँले ग्रुपमा गएर ग्रुप गर्ने, अनि त्यसपछि यसलाई लगेर ट्याक्क यो पहिले बनाएको डिजाइनको बिचमा राखिदिने। राखेपछि अब यो पहिलेको डिजाइन, अहिलेको डिजाइनलाई दुइटै सेलेक्ट गरेर फेरि अलाइनमेन्ट मिलाइदिने। त्यसको लागि यहाँनिर सेन्टर र मिडल गर्नुपर्छ। यो दुईटा ट्याक्क मिल्छ। मिलिसकेपछि हामी ग्रुप गरिदिन्छौँ। ग्रुप गरेपछि यो तयार हुन्छ। अब यति भएपछि हाम्रो लगभग डिजाइन मिलेको छ। यहाँनिर अक्षर चाहिँ हल्का सानो भयो कि जस्तो लाग्यो। यो चाहिँ तपाईँले आफूले डिजाइन गर्दा ख्याल गरेर गर्न सक्नुहुन्छ। मैले यहाँनिर अहिलेलाई यत्तिकै बनाएँ। अब यसलाई यसको पोजिसनमा राख्छु। पोजिसन राख्नको लागि म के गर्छु भनेदेखि यो यस्तो पिस छ, यसलाई यत्तिकै राखे पनि भयो। होइन भने तपाईँले अलाइन सेट गर्न सक्नुहुन्छ। अब मैले यसलाई म्याक्सिमाइज गरेँ। एकखेप यो पेज हेर्छु, यो हाम्रो ओरिजिनल पेज। यसमा यो 4वटा तलमाथि छ, बिचमा यो ठुलो एउटा लोगो छ। यही अनुसार बनाउने कोसिस गरौँ। म यसलाई ठुलो बनाएँ। यसलाई कपी गर्छु, कन्ट्रोल सी कन्ट्रोल भी। अर्को आउँछ, हामीलाई थाहा छ यो यतापट्टि राख्नुपर्छ भन्ने कुरा, यहाँ राख्न सकियो। अनि अर्को छ तल्लोपट्टि, यसलाई यता राखिदिउँ। यसैलाई कपी गरेर यहाँ राख्न सकियो। त्यस पछाडि एउटालाई बिचमा राखौँ। कपी गरौँ, सिफ्ट थिचेर यो बिचकोलाई चाहिँ ठुलो बनाइदिउँ।
ठुलो बनायौं। अब यो बीचकोलाई चाहिँ के छ भनेदेखि यो बाहिरको घेरामा चाहिँ कलर फिल भएको छ, त्यसैले मैले डबल क्लिक गरेको छु। यहाँ गएर अनि कलर लगाइदिन्छु। सेप फिलबाटै जाउँ, यहाँनिर डार्क ब्लू कलर लगाइदिउँ अनि अक्षरमा डबल क्लिक गर्छु अनि फेरि त्यहीँ गएर व्हाइट फिल गरिदिन्छु। फिल भएको छ। अब हेर्नुहोस् त हाम्रो डिजाइन पूर्ण रूपमा तयार भइसकेको छ। एकखेप यसलाई र पहिलेकोलाई दाँजेर हेरौँ। पहिलेको यस्तो छ, अहिलेको यस्तो बन्यो। कायदा छ। यति बनाउन सक्नुभयो भने तपाईले के गर्नुहुन्छ भन्ने आशा हामी राख्न सक्छौं र कोसिस गर्नु होला। यो सजिलै छ, त्यत्रो गाह्रो छैन। तर तपाईले एकखेप बनाइसकेपछि यसलाई पटक पटक बनाइ बस्नुपर्छ भन्ने छैन। यो सेभ गरेर राख्नुभयो भने अब तपाईले यो डिलिट नभएसम्म, यो नहराएसम्म सधैँको लागि यसैबाट काम चलाउन सक्नुहुन्छ। अब यसलाई कपी गरेपछि तपाईले जहाँ जहाँ लगेर पेस्ट गरे पनि हुन्छ। यो एउटा स्कुलको लोगो भएको छ। यहाँ तपाईले भगवती भनेको ठाउँमा आफ्नो विद्यालय वा आफ्नो अफिस अनि ठेगानामा पनि आफ्नो ठाउँको हैन, यसरी गरेर तपाईले यो यस्तै खालको अन्य लोगोहरू पनि बनाउन सक्नुहुन्छ भन्ने आशा लिएको छु। अब हामीले माथि ओम कम्प्युटरको लोगोहरू बनायौं यो भन्दा अगाडिको क्लासहरुमा, अनि यस पछाडि क्रमशः हामीले विद्यालयको लोगो बनायौं। यसैगरी हामीले वर्डमा साधारण लोगोहरू बनाउन सक्छौं। अन्य कार्यालयहरूको पनि यसरी बनाउन सकियो र अन्य विभिन्न फर्महरू हुन सक्छ, विभिन्न व्यवसायहरू हुन सक्छ, उनीहरूको पनि बनाउन सकिन्छ। तर सबै डिजाइन चाहिँ यहाँ हुन्छ भन्ने छैन। त्यसको लागि हामी फोटोशप भन्ने प्रोग्राम युज गर्छौं। त्यहाँ चाहिँ सबै डिजाइनहरू गर्न सक्छौं। त्यो चाहिँ हामीले ग्राफिक अध्ययन गर्नुपर्ने हुन्छ, अर्थात् ग्राफिक डिजाइन भन्ने कोर्स। त्यो अध्ययन गर्नुभयो भने चाहिँ अझै स्ट्यान्डर्ड लोगोहरू बनाउन सक्नुहुन्छ। यसमा चाहिँ हामी यस्तै डिजाइन गर्न सक्नेछौं। यति भन्दै यस सेसनबाट यहाँहरुसँग बिदा हुन चाहन्छु। अहिलेको लागि यति नै गरौँ। हस्, धन्यवाद।